हेलो साथीहरू, आज चाहिँ मैले कुकिङ भिडियो लिएर आएको छु साथीहरू। अनि आज चाहिँ मैले च्याउको तरकारी पकाउन लाएको। अनि यो च्याउ चाहिँ हामी हिजो बजार गएको थियौँ, अनि बजारबाट लिएर आएको साथीहरू। अनि हामीले चाहिँ च्याउ पकाउँदा लसुनले पुराउँछ के साथीहरू, मिठो हुन्छ कि लसुनले पुरायो भने। हजुरहरूले केले पुराउनुहुन्छ, हामी चाहिँ लसुनले पुराउँछौँ साथीहरू। अनि कोलाई मनपर्छ हो च्याउ साथीहरू, च्याउको तरकारी। हामीलाई त हाम्रो फुल फ्यामिलीलाई चाहिँ सबैलाई चाहिँ च्याउ मनपर्छ कि बेसी रुचाउनुहुन्छ। अनि आज चाहिँ त्यही भएर हाम्रो घर च्याउ पाक्दैछ। अनि मैले चाहिँ च्याउलाई अघि नै भुटेर नुन बेसार मसला हालेर टमाटर हालेर पकाइसकेको छु। अनि त्यतिका मेरो च्याउ पनि पाक्यो साथीहरू, मैले पकाएको च्याउ पनि पाक्यो। हजुरहरूलाई कोलाई मनपर्छ कमेन्ट गरिदिनु है साथीहरू, कमेन्टमा लेख्नु है मलाई पनि मनपर्छ भनेर लेखिदिनु है साथीहरू। अनि त्यसपछि पाक्यो अनि हामी पनि खाना खान्छौँ साथी।